यहोशूको पुस्तक। व्यवस्थाको पुस्तकमा अन्त्य भएको वृत्तान्तको घटनाबाट यहोशूको पुस्तक सुरु हुन्छ। यहोशू नै यस पुस्तकको प्रमुख नायक भएको कारणले यस पुस्तकको नाम यहोशू राखिएको हो। यहोशूको अर्थ परमप्रभुले उद्धार गर्नुहुन्छ अथवा परमप्रभु उद्धारक हुनुहुन्छ। यहोशूको सुरुको जीवनमा उनको नाउँ होसिया थियो। पछिबाट मोसाले उसको नाउँ बदलेर यहोशू राखिदिए। यही नाउँ नै ग्रीक भाषामा येशू भनी उच्चारण गरियो। यहोशूको पुस्तक परमेश्वरको जनहरूको विजय र उहाँको प्रतिज्ञाको पूर्णताको वृत्तान्त हो। मिस्र देशबाट छुटकारा पाएर 40 वर्षको मरुभूमिको यात्रा गरेपछि परमप्रभुले अब्राहमलाई दिनुभएको करारको प्रतिज्ञा स्वरूप इजरायलीहरू कनान देशमा प्रवेश गरेका थिए। यस पुस्तकको मुख्य विषय प्रतिज्ञाको मुलुकको कब्जा हो र मुख्य पद चाहिँ यहोशू 21:45 हो। यहोशूको पुस्तक अध्याय 1। यहोशूलाई परमप्रभुको आज्ञा। परमप्रभुको दास मोसाको मृत्युपछि मोसाका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो, मेरो दास मोसा मर्यो, यसकारण उठ त यी सबै मानिसहरूलाई लिएर यर्दन पारी मैले इजरायलीहरूलाई दिन आँटेको देशमा जा। मैले मोसालाई प्रतिज्ञा गरे झैँ तेरा पैतालाले कुल्चिने सबै जग्गा म तँलाई दिनेछु। मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी अर्थात् युफ्रेटिस नदीदेखि हित्तीहरूको जम्मै देश पश्चिमतिर महासागरसम्मै तिमीहरूको सिमाना हुनेछ। तेरो जीवनभरि तेरो सामुन्ने कोही मानिस खडा हुन सक्ने छैन। जसरी म मोसासँग रहेँ त्यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्ने अनि तँलाई त्याग्ने छैन। बलियो र खुब साहसी बन, किनकि मैले तिनीहरूका पिता पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैँले तिनीहरूलाई अगुवाई गर्नेछस्। बलियो र अति साहसी हो। मेरो दास मोसाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालन गर। त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनु, न त जहाँ गए पनि सफलता पाउनेछस्। व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैँले दिनरात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरा होसियारी साथ पालन गर्नु र तेरा सबै मार्गहरूमा तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, न डरा, निराश नहो, किनकि तँ जहाँ गए पनि परमप्रभु तेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। यर्दन नदी तर्ने तयारी। तब यहोशूले मानिसहरूका अधिकृतहरूलाई हुकुम गरे, छाउनीको बीचबाट गएर मानिसहरूलाई आदेश दिई भन्, आफ्ना खाने सामान तयार गर, किनकि 3 दिनभित्र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्न तिमीहरू यर्दन पारी जानुपर्छ। तर यहोशूले रुबेनी, गादी र मनस्सेको आधा कुललाई भने, परमप्रभुका दास मोसाले तिमीहरूलाई दिएको आज्ञा अर्थात् परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विश्राम दिनुहुन्छ र तिमीहरूलाई यो जमिन दिनुभएको छ भन्ने वचन सम्झ। तिमीहरूका स्त्रीहरू, बालबच्चाहरू र गाईबस्तुहरू मोसाले तिमीहरूलाई यर्दनको पूर्वपट्टि दिएको देशमा रहन सक्नेछन्। तर तिमीहरूका सबै योद्धाहरू हतियारभिरी आफ्ना दाजुभाइहरूका अघि पारी जानुपर्छ अनि जबसम्म तिमीहरूलाई झैँ परमप्रभुले उनीहरूलाई पनि विश्राम दिनुहुन्न र परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश उनीहरूले जबसम्म अधिकार गर्ने छैनन् तिमीहरूले उनीहरूलाई मद्दत गर्नुपर्छ। त्यसपछि परमप्रभुका दास मोसाले यर्दनवारी पूर्वतिर तिमीहरूलाई दिएको देशमा फर्केर त्यसको अधिकार गर्न सक्नेछौ। अनि तिनीहरूलाई यहोशूलाई यसरी उत्तर दिए, तपाईले हामीलाई जे आज्ञा गर्नुहुन्छ त्यो हामी गर्नेछौँ र तपाईले हामीलाई जहाँ जहाँ पठाउनुहुन्छ हामी त्यहाँ जानेछौँ। जसरी हामीले मोसाका सबै कुरा मान्थ्यौँ त्यसरी हामी तपाईँलाई पनि मान्नेछौँ। परमप्रभु तपाईँका परमेश्वर जसरी मोसाका साथमा हुनुहुन्थ्यो त्यसरी तपाईँको साथमा पनि रहून्। तपाईँका आज्ञाका विरुद्धमा जो खडा होला र तपाईँले आज्ञा गर्नुभएका वचनहरू पालन नगर्ने जो
होला त्यो मारिनेछ, केवल तपाईँ बलियो र साहसी हुनुहोस्। यहोशू अध्याय 2। यरीहोमा 2 जासुस। तब नूनका छोरा यहोशूले सितिमबाट 2 जना जासुसहरूलाई गोप्य तवरले पठाएर भने, त्यस मुलुक र विशेष गरी यरीहोको भेद लिएर आओ। तिनीहरू गए र राहाब नाउँ भएकी एक वेश्याको घरमा आइपुगे र त्यहीँ बास बसे। अनि कसैले यरीहोका राजालाई यसो भनिदियो, हेर्नुहोस्, इजरायली जातिका मानिसहरू यस देशको भेद लिनलाई आज राति यतातिर आएका छन्। यसर्थ यरीहोका राजाले राहाब कहाँ हुकुम पठाए, त कहाँ आएर तेरो घरमा पस्ने मान्छेहरूलाई निकालिले, किनकि सारा देशको भेद लिनलाई तिनीहरू आएका छन्। तर त्यस स्त्रीले ती 2 मानिसलाई लगेर लुकाएकी थिई। त्यसले भनी, हो, ती मानिसहरू म कहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् मलाई थाहा भएन। साँझपख सहरको मूल ढोका बन्द गरिने बेलामा तिनीहरू निस्केर गए। ती मानिसहरू कता गए मलाई थाहा छैन। झट्टै तिनीहरूका पछि गयो भने तिनीहरूलाई भेटाउनेछौ। तर त्यसले तिनीहरूलाई माथि कौसीमा लगेकी थिई र कौसीमा त्यसले मिलाएर राखेकी सनका डाँठहरू मुनि तिनीहरूलाई लुकाइराखेकी थिई। खेद्ने मानिसहरू चाहिँ तिनीहरूलाई खेद्दै यर्दनका जङ्घारहरू पुग्ने बाटोतिर लागे। तिनीहरूलाई खेद्नेहरू बाहिर निस्कने बित्तिकै सहरको मूल ढोका बन्द भयो। ती जासुसहरू सुत्न अघि माथि कौसीमा त्यो स्त्री उक्लेर आई र त्यसले ती मानिसहरूलाई भनी, मलाई थाहा छ यो देश परमप्रभुले तपाईँहरूलाई दिनुभएको छ र हामीहरूका बीच तपाईँहरूका कारण आतंक फैलिएको छ र यहाँका बासिन्दाहरू तपाईँहरूको भयले काम्न थालेका छन्। तपाईँहरू मिस्र देशबाट निस्केर आउनुहुँदा तपाईँहरूका सामुन्ने परमेश्वरले लाल समुद्रको पानी सुकाइदिनु भएको र यर्दन पारीका एमोरीहरूका 2 राजा सिहोन र ओगलाई तपाईँहरूले नाश गर्नुभएको पनि हामीहरूले सुनेका छौँ। यो सुन्ने बित्तिकै हामी व्याकुल बन्यौँ र तपाईँहरूको कारण हामीहरू कसैमा साहस रहेन, किनकि परमप्रभु तपाईँहरूका परमेश्वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्वर हुनुहुन्छ। यसकारण अब म तपाईँहरूलाई बिन्ती गर्दछु कि मैले तपाईँहरूमाथि दया देखाएकी हुनाले मसँग परमप्रभुको शपथ खानुहोस्। मेरा परिवारप्रति पनि दया देखाउनुहोस्। मलाई एउटा निश्चित चिन्ह दिनुहोस् कि तपाईँहरूले मेरा आमा र बुबा, मेरा दाजुभाइहरू र तिनीहरूका जो जति छन् सबैलाई जीवित राखेर हाम्रो जीवनलाई मृत्युबाट बचाउनुहुनेछ। ती मानिसहरू त्यसलाई आश्वासन दिए, तिनीहरूका प्राणको सट्टा हाम्रा प्राण, हाम्रो यो काम कसैलाई भनिनौ भने परमप्रभुले हामीलाई यो देश दिनु भएपछि तिमीहरूसँग हामी दया र विश्वासपूर्वक व्यवहार गर्नेछौँ। तब त्यसले तिनीहरूलाई झ्यालबाट डोरीको भरले तल ओह्राली, किनभने त्यो बसेकी घर सहरको पर्खालसम्मै थियो। त्यसले तिनीहरूलाई भने, तपाईँहरू डाँडातिर जानुहोस्, नत्र त खेद्नेहरूले भेट्टाउलान्। खेद्नेहरू नफर्कुन्जेल 3 दिन त्यहीँ लुक्नुहोस्, अनि त्यसपछि तपाईँहरू आफ्नो बाटो लाग्नुहोला। ती मानिसहरूले त्यसलाई भने, तिमीले हामीलाई खान लगाएको शपथ यी कुरा नभएमा हामी माथि लागु हुने छैन। हामी यस देशमा आउँदा जुन झ्यालबाट तिमीले हामीलाई ओह्रालेकी छेउ त्यही झ्यालमा यो रातो डोरी बाँधिनुपर्छ र तिम्रा बुबा, आमा, दाजुभाइ र तिम्रा बुबाका सारा घरानालाई घरभित्र भेला गरेर राख्नुपर्छ। जो तिम्रो घरबाट बाहिर सडकमा निस्कन्छ त्यसको रगत त्यसैको शिरमा पर्नेछ र हामी निर्दोष रहनेछौँ। अनि जो तिमीसँग यस घरमा रहनेछ त्यसमाथि कसैको हात पर्यो भने त्यसको रगत हाम्रो शिरमा पर्नेछ। तर तिमीले हाम्रो यो कुरा प्रकट गर्यौ भने तिमीले हामीलाई खान लगाएको यो शपथबाट हामी स्वतन्त्र हुनेछौँ। त्यसले भनी, तपाईँहरूले भन्नुभए बमोजिम नै होस्। अनि त्यसले तिनीहरूलाई बिदा दिई र तिनीहरू गए। अनि त्यसले त्यो रातो डोरी झ्यालमा बाँधी तिनीहरू गए र डाँडामा पुगे र खेद्नेहरू नफर्कुन्जेल 3 दिनसम्म त्यहीँ बसे। खेद्न आउनेहरूले सम्पूर्ण बाटोभरि खोजे तर तिनीहरूलाई फेला पार्न सकेनन्।
तब ती दुवैजना फर्केर पहाडबाट ओर्ले र पारिपट्टि नूनका छोरा यहोशुकहाँ आए र तिनीहरूलाई पारी आएका सबै कुरा सविस्तार सुनाए। तिनीहरूले यहोशुलाई भने, साँच्चै नै परमप्रभुले यो सम्पूर्ण देश हाम्रा हातमा दिनुभएको छ। हाम्रो कारणले गर्दा त्यहाँका नागरिकहरूको बीचमा आतंक फैलिएको छ। अध्याय 3। यहोशु बिहान सखारै उठे र तिनी र सबै इजरायलीहरू सित्तिम छोडेर यर्दनमा आए, जहाँ पारी तर्नभन्दा पहिले तिनीहरू बास बसे। 3 दिनपछि अधिकृतहरू छाउनीका बीचमा गए र मानिसहरूलाई यसो भनेर आज्ञा गरे, जब तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको करारको सन्दुक र त्यो बोकेर लैजाने पुजारीहरू र लेवीहरूलाई देख्छौ, तब तिमीहरू आफ्नो ठाउँ छोडेर त्यसको पछि लाग। यसरी जानुपर्ने बाटो तिमीहरूले थाहा पाउँछौ, किनभने त्यो बाटो तिमीहरू पहिले हिँडेका छैनौ। तर तिमीहरू र त्यसको बीचमा करिब 1000 मिटरको अन्तर राख, त्यसको नजिक नआओ। यहोशुले मानिसहरूलाई भने, तिमीहरू आफैलाई पवित्र बनाओ, किनभने भोलि तिमीहरूका बीचमा परमप्रभुले उद्धारका काम गर्नुहुनेछ। यहोशुले पुजारीहरूलाई यसो भने, करारको सन्दुक उठाएर मानिसहरूका अघि अघि हिँड। तब तिनीहरूले करारको सन्दुक उठाएर मानिसहरूका अघि अघि हिँडे। अनि परमप्रभुले यहोशुलाई भन्नुभयो, जसरी म मोसाको साथमा थिएँ त्यसरी नै म तेरो साथमा पनि छु भनी यिनीहरूले थाहा पाउनलाई आजको दिनदेखि सारा इजरायलीहरूको नजरमा तँलाई उठाउने छु। करारको सन्दुक बोक्ने पुजारीहरूलाई तैँले यस्तो आज्ञा गर्नु, तिमीहरू यर्दनका पानीको किनारमा आइपुग्न साथ यर्दनमा खडा रहनु। यहोशुले इजरायलीहरूलाई भने, यता आओ र परमप्रभु तिमीहरूका परमेश्वरका वचन सुन। जीवित परमेश्वर तिमीहरूका बीचमा हुनुहुन्छ र उहाँले निश्चय नै तिनीहरूका सामुन्ने कनानी, हित्ती, हिब्बी, परिजी, गिर्गासी, एमोरी र यर्बुसीहरूलाई धपाउनुहुनेछ भन्ने तिमीहरूले यसैबाट थाहा पाउनेछौ। हेर, सारा पृथ्वीका परमप्रभुका करारको सन्दुक तिमीहरूका अघि अघि यर्दनमा जानेछ। अब इजरायलका कुलहरूबाट 12 पुरुष कुल पछि एक पुरुष गरी छान। जब सारा पृथ्वीका परमप्रभुका करारको सन्दुक बोक्ने पुजारीहरूका पैताला यर्दनको पानीमा पर्छ, त्यही बेला माथिदेखि बगेर आउने यर्दनको पानी थामिनेछ र रास लागेर अडिरहनेछ। यसकारण जब यर्दन तर्नलाई मानिसहरूले आफ्ना पालहरू उठाए, पुजारीहरू करारको सन्दुक बोकेर मानिसहरूका अघि लागे। कटनीको अवधिभरि यर्दनमा बाढी आइरहन्छ, तापनि सन्दुक बोक्ने पुजारीहरू यर्दनमा आइपुगेर तिनीहरूका खुट्टाले किनारको पानीमा छुने बित्तिकै माथिबाट आएको पानी धेरै पर सारतानको नजिक आदम बनिने सहर नै थामिएर एउटा रास भएर अड्यो र अराबाको समुद्र अर्थात् खारा समुद्रमा बगेर जाने पानी पूर्ण रूपले काटिएर सुक्यो। यसर्थ मानिसहरू यरीहोको पारीबाट पार तरे। सारा इजरायलीहरू ओबानो जमिनमाथिबाट तरेर त्यस जातिका सबै मानिसहरू यर्दन पार नगरुन्जेलसम्म परमप्रभुका करारको सन्दुक बोक्ने पुजारीहरू यर्दनको बीचमा ओबानो जमिनमा स्थिर भई खडा रहे। यहोशु अध्याय 4। सम्झनाका निम्ति ढुङ्गाहरू। जब सबै मानिसहरू पार तरिसके, तब परमप्रभुले यहोशुलाई भन्नुभयो, मानिसहरूबाट 12 जना पुरुष कुलै पछि एक पुरुष गरी लिएर तिनीहरूलाई यसो भन्ने आज्ञा दे, यर्दन नदीको बीचमा पुजारीहरूका खुट्टाले टेकेको ठाउँबाट 12 वटा ढुङ्गा लिई तिनीहरूका साथमा बोकेर ल्याऊ र आज राति तिमीहरू जहाँ डेरा हालेर बस्छौ त्यही राखिदेऊ। यसकारण इजरायलीहरूबाट यहोशुले कुलै पिछेको एक गरी चुनेका 12 जनालाई बोलाए। यहोशुले तिनीहरूलाई भने, तिमीहरू परमप्रभु आफ्ना परमेश्वरको सन्दुकको सामु यर्दन नदीको बीचमा जाओ र इजरायलीहरूका कुलको गन्ती अनुसार हरेकले एक वटा ढुङ्गा आफ्नो काँधमा राखेर ल्याऊ।
तिमीहरूका बीचमा यो एक चिनो रहोस् र पछि भविष्यमा तिमीहरूका छोराछोरीहरूले यी ढुङ्गाहरूको अर्थ के हो भनेर सोध्दा तिमीहरूले तिनीहरूलाई यसो भन्नु, परमप्रभुका करारका सन्दुकको सामु यर्दनको पानी रोकिएको थियो। यर्दन पार गर्दा यर्दनको पानी रोकिएको थियो। यी ढुङ्गाहरू इजरायलीहरूका निम्ति सदाको स्मारकको रूपमा रहनेछन्। परमप्रभुले यहोशूलाई भन्नुभए अनुसार यहोशूको आदेश पालन गरेर इजरायलका कुलको सङ्ख्या अनुसार इजरायलीहरूले यर्दनको बीचबाट ढुङ्गाहरू ल्याए र तिनीहरू बसेको ठाउँमा राखे। करारको सन्दुक बोक्ने पुजारीहरूका खुट्टाले टेकेको ठाउँ अर्थात् यर्दनको बीचबाट ल्याइएका 12वटा ढुङ्गा यहोशूले उभ्याए। ती आजको दिनसम्म त्यही छन्। मोसाले यहोशूलाई अराए अनुसार मानिसहरूलाई सुनाउनलाई परमप्रभुले यहोशूलाई दिनुभएका आज्ञाका सबै काम पूरा नहुन्जेल सन्दुक बोक्ने पुजारीहरू यर्दनको बीचमै उभिरहे र मानिसहरू चाँडो चाँडो गरेर पार तरे। अनि जब सबै मानिसहरू पार तरिसके तब परमप्रभुको सन्दुक र पुजारीहरू पनि मानिसहरूका सामुन्ने पार तरे। मोसाले तिनीहरूलाई भने, बमोजिम, रुबेनका सन्तान, गादका सन्तान र मनस्सेको आधा कुल पनि इजरायलीहरूका सामुन्ने हात हतियार भिरेर तरे। करिब 40,000 जति लडाईँको लागि हात हतियार भिरेका पुरुषहरू लडाईँ गर्नलाई परमप्रभुको सामु पार तरेर यरीहोको मैदानतिर लागे। त्यस दिन सबै इजरायलीहरूका नजरमा परमप्रभुले यहोशूलाई उचाल्नुभयो र तिनीहरूले तिनको जीवनभरि मोसालाई झैँ यहोशूलाई आदर गरे। तब परमप्रभुले यहोशूलाई भन्नुभयो, गवाईको सन्दुक बोक्ने पुजारीहरूलाई यर्दनबाट उक्ली आउनु भनी हुकुम गर। यसकारण यहोशू पुजारीहरूलाई तिमीहरू यर्दनबाट उक्लेर आओ भन्ने हुकुम गरे। परमप्रभुको करारको सन्दुक बोक्ने पुजारीहरू यर्दनको बीचबाट उक्लिसकेपछि तिनीहरूका पैतालाले ओबानो भुइँमा टेक्ने बित्तिकै यर्दनको पानी आफ्नो बाटोमा फर्केर आयो र अघि झै किनार ढाकेर बग्न लाग्यो। पहिलो महिनाको 10औं दिनमा मानिसहरूले यर्दनबाट उक्लेर आए यरीहोको पूर्व सिमानामा गिलगाल भन्ने ठाउँमा आफ्नो छाउनी बनाए। तिनीहरूले यर्दन नदीबाट निकालेर ल्याएका ती 12वटा ढुङ्गाहरू यहोशूले गिलगालमा खडा गरे। अनि तिनले इजरायलीहरूलाई यसो भने, पछि तिमीहरूका बालबच्चाले आफ्नो बुबाहरूसँग यी ढुङ्गाहरूको अर्थ के हो भनेर सोधे भने तिमीहरूले आफ्ना बालबच्चालाई यसो भनेर बताइदिनु, इजरायलीहरूले यर्दन नदी सुक्खा जमिनमा टेकेर तरेका थिए। जसरी परमप्रभु तिमीहरूको परमेश्वरले लाल समुद्रलाई हामीले पार नगरुन्जेल हाम्रा सामुन्ने सुकाउनु भएको थियो, त्यसरी नै तिमीहरूका सामुन्ने तिमीहरू पार नगरुन्जेल यर्दन नदीको पानी पनि सुकाउनु भएको थियो। पृथ्वीका सारा मानिसहरूले परमप्रभुका बाहुलीको सामर्थ्य थाहा पाउन् र तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरको भय मान भन्ने ध्येयले यो सब भएको हो। यहोशू अध्याय 5। सारा इजरायलीहरूको खतना। यर्दनवारी पश्चिमतिरका एमोरीहरूका सबै राजाहरूले र समुद्रका नजिकका कनानीहरूका सबै राजाहरूले इजरायलीहरूका निम्ति तिनीहरू पार नतरुन्जेल परमप्रभुले यर्दन नदीको पानी सुकाउनु भयो भन्ने कुरा जब सुने तब इजरायलीहरूको डरले गर्दा उनीहरूको हृदय काम्न लाग्यो र उनीहरूमा इजरायलीहरूको सामना गर्ने साहस रहेन। त्यसबेला परमप्रभुले यहोशूलाई भन्नुभयो, पत्थरका कर्दहरू बनाएर फेरि दोस्रोपल्ट इजरायलीहरूलाई खतना गर। तब यहोशूले पत्थरका कर्दहरू बनाएर गिबियत हाअरालोथमा इजरायलीहरूको खतना गरे। यहोशूले खतना गराउनु परेको कारण यही थियो कि कतिजना मानिसहरू अर्थात् योद्धाहरू मिश्र देशबाट आएका थिए।
तिनीहरू सबै मिस्रबाट निस्केपछि उजाड स्थानको यात्रामा मरिसकेका थिए। मिस्र देशबाट जति निस्केर आएका थिए ती सबैको खतना भएकै थियो। तर मिस्र देशबाट निस्केपछि उजाड स्थानको यात्रामा जन्मेका जति कसैको पनि खतना भएको थिएन। इजरायलीहरूले परमप्रभुका आज्ञा नमानेको हुनाले मिस्र देशबाट निस्केर आएका सारा मानिसहरू अर्थात् योद्धाहरू नष्ट नभएसम्म तिनीहरू उजाड स्थानमा 40 वर्ष हिँड्दै रहेथे। किनभने तिनीहरूका पिता पुर्खाहरूलाई दूध र मह बग्ने देश दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश म तिनीहरूलाई देख्न दिन्न भनेर परमप्रभुले प्रण गर्नुभएको थियो। यसकारण तिनीहरूको स्थानमा उहाँले फेरि उत्पन्न गराउनु भएको सन्तान योसुले खतना गराए, किनकि तिनीहरू यात्रामा खतना नपाएको हुनाले बेखतनाका थिए। अनि सबै मानिसहरूको खतना भइसकेपछि तिनीहरू निको नहुन्जेल छाउनीमा आफ्नो ठाउँमा बसे। अनि परमप्रभुले योसुलाई भन्नुभयो, आजको दिन मिस्रको निन्दा तिमीहरूबाट मैले गुडाइदिएको छु। यसकारण त्यस ठाउँको नाउँ आजको दिनसम्म गिलगाल भनिन्छ। निस्तार चाडको उत्सव। जब इजरायलीहरू गिलगालमा छाउनी खडा गरी बसे तब तिनीहरूले चौथो दिनको साँझमा यरीहोको मैदानमा नै निस्तार चाड मनाए। निस्तार चाडको भोलिपल्ट त्यही दिन तिनीहरूले त्यस देशको उब्जनीबाट अखमिरी रोटी र भुटेको अन्न खाए। तिनीहरूले त्यस देशको उब्जनीको अन्न खाएको भोलिपल्टदेखि नै मन्न थामियो र त्यसपछि इजरायलीहरूलाई मन्न कहिले पनि मिलेन। तर त्यस साल तिनीहरूले कनान देशको अन्न खाए। यहोशू यरीहोको नजिक हुँदा तिनले आफ्ना आँखा उठाएर हेरे र आफ्नो सामुन्ने हातमा नाङ्गो तरवार लिएका एकजना मानिस उभिरहेका रहेछन्। यहोशू उनी कहाँ गएर तपाईँ हामीपट्टि हुनुहुन्छ कि हाम्रा शत्रु हुनुहुन्छ भनेर सोधे। अनि उनले भने, होइन, तर परमप्रभुको फौजको कप्तान भएर म यहाँ आएको हुँ। तब योसुले जमिनमा घोप्टो परेर दण्डवत गरे र उनलाई भने, मेरा प्रभु आफ्ना दासलाई के भन्नुहुन्छ? अनि परमप्रभुका फौजका कप्तानले योसुलाई भने, तेरा खुट्टाबाट जुत्ता फुकाल, किनकि त उभिएको ठाउँ पवित्र छ। अनि योसुले त्यसै गरे। यहोशू अध्याय 6। यरीहो सहरको कब्जा। त्यस समय इजरायलीहरूको कारणले यरीहो बिल्कुल थुनिएको थियो, कोही भित्र बाहिर गर्न पाउँदैन थियो। तब परमप्रभुले यहोशूलाई भन्नुभयो, हेर यरीहो, त्यहाँका राजा र वीर योद्धाहरू समेत मैले तेरो बसमा पारिदिएको छु। सबै सशस्त्र लडाकाहरू त्यस सहरलाई घेरेर एकचोटि घुमेर जाओ। 6 दिनसम्म तिमीहरूले यसै गर्नु। 7 जना पुजारीहरू 7 वटा भेडाका सिङका तुरही सन्दुकको अघि अघि लिएर हिँडुन् र 7औं दिनमा तिमीहरू त्यो सहर 7 चोटि घुम्नु र पुजारीहरूले तुरही फुकुन्। अनि जब तिनीहरूले भेडाका सिङका तुरही धेरै बेरसम्म फुक्लान् तब तिमीहरूले तुरहीको आवाज सुन्ने बित्तिकै सबैजना ठुलो स्वरले कराउन्। अनि सहरको पर्खाल फेद समय ढल्नेछ र हरेक मानिस आफ्नो अघि सिधै बढेर जाउन्। यसकारण नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर भने, करारको सन्दुक उठाओ र 7 जना पुजारी भेडाका सिङका 7 वटा तुरही भिरेर परमप्रभुका सन्दुकको अगाडि हिँडुन्। अनि तिनले मानिसहरूलाई भने, अगाडि बढेर सहरको चारैतिर घुमेर जाओ। हतियार बोक्नेहरू चाहिँ परमप्रभुको सन्दुकको अघि अघि हिँडुन्। यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि 7 जना पुजारी भेडाका सिङका 7 वटा तुरही बोकेर परमप्रभुको अगाडि हिँडे र आफ्ना तुरही फुक्दै अघि बढ्न लागे। परमप्रभुको करारको सन्दुक चाहिँ तिनीहरूको पछि लाग्यो। हतियार बोक्ने मानिसहरू चाहिँ तुरही फुक्ने पुजारीहरूका अगाडि हिँडे र पछाडिकाहरू चाहिँ सन्दुकको पछि हिँडे।
अनि पुजारीहरू तुरै फुक्दै हिँडे। तर यहोशूले मानिसहरूलाई यसो भनेर हराए, जुन दिनसम्म म तिमीहरूलाई कराउने आज्ञा दिन्न, तिमीहरू नकराउनु, तिमीहरूको स्वरै पनि नसुनियोस्, तिमीहरूका मुखबाट पनि केही वचन ननिकाल्नु, मैले कराउनु भनेपछि मात्र कराउनु। यसरी तिनले परमप्रभुको सन्दुकलाई सहरको वरिपरि एकचोटि घुमाए र तिनीहरू छाउनीमा आएर त्यही बास बसे। यहोशू बिहान सबेरै उठे र पुजारीहरूले परमप्रभुको सन्दुक उठाए। ती 7 जना मानिसहरूले भेडाका सिङका 7वटा तुरै बोकेर परमप्रभुको सन्दुकको अघि तुरै बजाउँदै हिँड्दै रहे। हतियार भिड्ने मानिसहरू तिनीहरूका अघि लागे र पछाडि हिँड्नेहरू परमप्रभुको सन्दुकको पछि लागे। पुजारीहरू चाहिँ तुरै फुक्दै हिँडे। यसरी दोस्रो दिन पनि तिनीहरू सहर एकचोटि घुमेर छाउनीमा फर्के। 6 दिनसम्म तिनीहरूले यसै गरे। 7औं दिन बिहान झिसमिसेमै तिनीहरू उठे र त्यही रीतिले सहर घुमे। केवल त्यस दिन तिनीहरूले 7 चोटि सहर घुमे। 7औं चोटि जब पुजारीहरूले तुरै फुके, तब यहोशूले मानिसहरूलाई भने, कराओ, किनभने परमप्रभुले तिमीहरूलाई यो सहर दिनुभएको छ। यो सहर र यसमा भएका सबै थोक नाशको निम्ति परमप्रभुमा अर्पण गरिएको छ। राहाब बेश्या र त्यसका घरमा त्यससँग भएका मात्र बाँच्नेछन्, किनभने हामीले पठाएका जासुसहरूलाई त्यसले लुकाएकी थिए। तर नाशको निम्ति अर्पण गरिएका कुराहरूबाट तिमीहरू अलग रहनु, नत्र त त्यही अर्पित कुराहरूबाट लिएर तिमीहरूले आफैमाथि नाश ल्याउनेछौ र इजरायलीहरूको छाउनीलाई श्रापित तुल्याउनेछौ र यसलाई सङ्कष्टमा पार्नेछौ। तर सबै सुन, चाँदी र काँसाका र फलामे भाँडाहरू परमप्रभुको निम्ति पवित्र छन्। तिनीहरू परमप्रभुको भण्डारमा जानुपर्नेछ। जब पुजारीहरूले तुरै फुके, तब मानिसहरू कराए र तुरैको आवाज सुन्ने नि बित्तिकै जब तिनीहरू ठुलो स्वरले कराए, त्यो पर्खाल फेदैसम्म घरलम्म ढल्यो अनि हरेक मानिस आफ्नो सिधै अघि बढ्यो। तिनीहरू सबै सहरमा पसे र त्यो कब्जा गरे। अनि तिनीहरूले त्यो सहर परमप्रभुमा अर्पण गरे र सहरभित्र रहेका पुरुष, स्त्री, जवान, बुढा र गोरु, भेडा र गधा सबैलाई तरवारले नाश गरे। अनि यहोशूले त्यस देशको जासुस गर्न जाने ती 2 जनालाई भने, त्यस वेश्याको घरमा जाओ र तिमीहरूले त्यससित शपथ खाए अनुसार त्यस स्त्री र त्यससँग भएका सबैलाई त्यहाँबाट निकाल। जब ती जासुस गर्न जाने युवकहरू गए र राहाबलाई र त्यसका बुवा, आमा, दाजुभाइ र त्यससँग भएका सबैजना, त्यसका सबै नातेदारलाई बाहिर ल्याए र तिनीहरूले उनीहरूलाई इजरायलको छाउनीदेखि बाहिर राखे। तब तिनीहरूले त्यो सहर र त्यहाँभित्र भएका यावत थोक आगोले जलाइदिए। केवल सुन, चाँदी र काँसाका र फलामे भाँडाकुँडाहरू तिनीहरूले परमप्रभुको घरको भण्डारमा राखे। तर राहाब बेश्या, त्यसका बुबाका परिवार र त्यससँग भएका सबैजनालाई यहोशूले बचाइदिए, किनभने यहोशूले यरीहोमा जासुसी गर्न पठाएका दूतहरूलाई त्यसले लुकाएकी थिए अनि आजसम्म इजरायलहरूका बीचमा नै त्यो रहेकी छे। त्यसै समय यहोशूले तिनीहरूलाई शपथ खुवाएर यसो भने, जो यो यरीहो सहर बनाउन खडा हुन्छ, त्यो परमप्रभुको अघि श्रापित होस्। यसको जग बसाल्दा त्यसको जेठो छोरी मर्नेछ। आफ्नो कान्छो छोराको मूल्यमा यसको मूल ढोका बसालिनेछ। यसरी परमप्रभु यहोशूको साथमा रहनुभयो र तिनको कीर्ति यस देशभरि फैलियो। यहोशू अध्याय 7। आकानको पाप। तर नाशको निम्ति अर्पण गरिएका कुरामा इजरायलीहरूले अपराध गरे, किनकि आकानले, जो यहुदा कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मीको छोरो थियो, नाशको निम्ति अर्पण गरिएका मालबाट केही कुरा लियो। त्यसकारण परमप्रभुको क्रोध इजरायलीहरूमाथि दन्कियो। तब यहोशूले यरीहोबाट बेथेलको पूर्वपट्टि बेथ आवनको नजिक यही सहरमा मानिसहरूलाई यसो भनेर पठाए, तिमीहरू गएर त्यस देशको चेवा गर। ती मानिसहरू गएर एको भेट लिए अनि तिनीहरूले यहोशू कहाँ फर्केर आए भने सबैजना नगए पनि हुन्छ। करिब 2-3 हजार मानिसहरू गएर एलाई आक्रमण गरून्। सबैजनालाई त्यहाँ जाने दुःख नदिनुहोस्, किनकि त्यहाँकाहरू थोरै मात्र छन्। यसैले तिमीहरूमध्ये
करिब 3000 मानिसहरू गए, तर तिनीहरूलाई एका मानिसहरूले परास्त गरे। करिब 36 जना जतिलाई एका मानिसहरूले मारे र उनीहरूले सहरको मूल ढोकादेखि सबारिमसम्म खेदेर ओह्रालोमा तिनीहरूलाई मारे, अनि इजरायलीहरूको हृदय डरले गलेर पानी जस्तै भयो। तब यहोशू र इजरायलका धर्मगुरुहरूले आफ्ना लुगा च्यातेर शिरमा धुलो हाली परमप्रभुको सन्दुकको अगाडि भुइँमा घोप्टो परेर साँझसम्म बसिरहे। अनि यहोशूले भने, हाय परमप्रभु परमेश्वर, तपाईँले यस जातिलाई यर्दन तारेर एमोरीहरूका पन्जामा हाली हामीलाई नाश गर्न किन ल्याउनु भयो? बरु हामी सन्तोष गरेर यर्दन पारी नै रहने थियौँ। हे परमप्रभु, इजरायलीहरूले आफ्ना शत्रुको सामु पीठ फर्काएपछि अब म के भनौँ? किनकि कनानीहरू र देशका सबै बासिन्दाहरूले यो सुनेर हामीलाई घेर्नेछन् र पृथ्वीबाट हाम्रो नाउँ मेटिदिनेछन्। त्यसपछि तपाईँको महान नाउँको खातिरमा तपाईँ के गर्नुहुन्छ? परमप्रभुले यहोशूलाई भन्नुभयो, उठ, त किन यसरी घोप्टो पर्छस्? इजरायलले पाप गरेको छ। जुन करार मैले तिनीहरूसँग बाँधेको थिएँ सो तिनीहरूले भङ्ग गरेका छन्। नाशको निम्ति अर्पण गरिएका मालबाट तिनीहरूले लिएका छन्। तिनीहरूले चोरी गरेका छन् र झुटो काम गरेर तिनीहरूले ती तिनका आफ्नै मालतालसँग राखेका छन्। यसै कारण इजरायलीहरू आफ्ना शत्रुको सामु अब खडा हुन सक्दैनन्। तिनीहरू श्रापित भएका हुनाले तिनीहरूले आफ्ना शत्रुहरूका सामुन्ने पीठ फर्काउने छन्। तिमीहरूले आफ्ना बीचबाट सो नाशको निम्ति अलग गरिएका माललाई नष्ट नपारुन्जेल म अब उपरान्त तिमीहरूसँग रहने छैन। उठ, मानिसहरूलाई शुद्ध पार र तिनीहरूले भोलिको निम्ति आफूलाई शुद्ध राख्नु भन्, किनकि परमप्रभु इजरायलका परमेश्वर भन्नुहुन्छ, हे इजरायल, तिमीहरूका बीचमा कुनै अर्पित माल छ। तिमीहरूका बीचबाट तिमीहरूले त्यो अर्पित माल नफ्याँकुन्जेल तिमीहरूका शत्रुहरूका सामुन्ने तिमीहरू खडा हुन सक्दैनौ। यसकारण बिहान तिमीहरू आफ्नो कुल अनुसार नजिक आउनु र जुन कुललाई परमप्रभुले पक्रनुहुन्छ त्यो सन्तान गरी नजिक आओस् र जुन सन्तानलाई परमप्रभु पक्रनुहुन्छ सो परिवार गरी नजिक आओस् र जुन परिवारलाई परमप्रभुले पक्रनुहुन्छ त्यसबाट एक मानिस गरी नजिक आओस्। अनि जो मानिस अर्पित माल समेत पक्राउ पर्छ त्यो र त्यसका साथमा भएका जम्मै आगोमा जलाइने छन्, किनभने त्यसले परमप्रभुको करार भङ्ग गरेको छ र त्यसले इजरायलमा घृणास्पद काम गरेको छ। यहोशूले बिहान सबेरै उठेर इजरायलीहरूलाई कुल गरेर नजिक ल्याए र यहुदाको कुल पक्राउ पर्यो। अनि तिनले यहुदाका सन्तान गरेर नजिक ल्याए र जेरहको सन्तानलाई तिनले पक्रे। अनि तिनले जेरहका सन्तानका परिवार गरी नजिक ल्याए र जब्दीको परिवार पक्राउ पर्यो। अनि तिनले त्यसको घरका मानिस गरी नजिक ल्याएर आकान, जो यहुदाका कुलका जेरहको छोरो, जब्दी त्यसको छोरो कर्मीको छोरो थियो, पक्राउ पर्यो। तब यहोशूले आकानलाई भने, हे मेरो छोरो, परमप्रभु इजरायलका परमेश्वरलाई नै महिमा दे र उहाँको सामु साबिती गर। तैले के गरेको छस् सो मलाई भन्, मबाट त्यो कुरा नलुका। आकानले यहोशूलाई भन्यो, साँचो हो, मैले परमप्रभु इजरायलका परमेश्वरको विरुद्धमा पाप गरेको छु र मेरो अपराध यो हो, जब मैले लुटेको धनमा बेबुलोनियाका देशको एक बढिया ओढ्ने 200 सेकेल ओजनको चाँदी र 50 सेकेल ओजनका सुनका एक डन्डा देखे, तब मलाई लोभ लाग्यो र त्यो लिए। ती मेरो पालको बीचमा जमिनभित्र गाडिएका छन् र सबैभन्दा मुनि चाँदी छ। तब यहोशूले दूतहरू पठाएर तिनीहरू दगुरेर त्यस पालमा गएर ती त्यसका पालमा गाडिएका रहेछन् र चाँदी चाहिँ सबैभन्दा मुनि रहेछ। अनि तिनीहरूले ती मालहरू पालको बीचबाट निकालेर यहोशू र सबै इजरायलीहरूका कहाँ ल्याए र परमप्रभुको सामुने राखिदिए। तब सबै इजरायलीहरूका साथमा यहोशूले जेरह वंशी आकानलाई र सो चाँदी ओढ्ने र सुनको डन्डा अनि त्यसका छोराछोरीहरू र त्यसका गोरुहरू, गधाहरू र भेडाहरू र त्यसको पाल र त्यससँग जे जति थिए ती सबैलाई
आकोरको बेसीमा लगे। यहोशूले भने, तैँले हामीमाथि किन यस्तो सङ्कष्ट ल्याइस्? आज त माथि परमप्रभुले सङ्कष्ट ल्याउनुहुनेछ। तब सारा इजरायलीहरूले त्यसलाई ढुङ्गाले हाने अनि बाँकीलाई ढुङ्गाले हानिसकेपछि जलाइदिए। तिनीहरूले आकानमाथि ढुङ्गाको ठुलो थुप्रा लगाए, जो आजको दिनसम्म छँदैछ। तब परमप्रभु आफ्नो जल्दो क्रोधदेखि शान्त हुनुभयो, यसकारण त्यस ठाउँको नाउँ आजको दिनसम्म आकोरको बेसी रहेको छ। यहोशू अध्याय 8। ए सहरको कब्जा। तब परमप्रभुले यहोशूलाई भन्नुभयो, न डरा, निराश नहो, सारा योद्धालाई साथमा लैजा, उठ, ए माथि लडाइँ गर। हेर, एको राजालाई, त्यसको प्रजालाई, त्यसको सहर र त्यसको देशलाई मैले तेरो हातमा सुम्पेको छु। तैँले यरीहो र त्यसको राजालाई जे जसो गरेको थिइस्, ए र त्यसका राजालाई पनि त्यसै गर्नेछस्। केवल त्यहाँको धनमाल र त्यहाँका पशुहरू तिमीहरूले आफ्नो निम्ति लिन सक्छौ। त्यस सहरको पछाडितिर ढुकेर बस्नु। यसकारण यहोशू सबै योद्धाहरूका साथमा एमाथि आक्रमण गर्न जानलाई उठे। यहोशूले 30,000 सर्वोत्तम योद्धाहरू छानेर तिनीहरूलाई राति नै पठाए। तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए, हेर, तिमीहरू त्यस सहरको पछिल्तिर ढुकिरहनु, सहरबाट धेरै टाढा नजानु र चनाखो रहनु। मेरो साथमा रहेका मानिसहरूसँग म सहरतिर बढ्नेछु र जब उनीहरू हाम्रा विरुद्धमा आउनेछन्, तब हामी अघि जस्तै उनीहरूले खेद्दा भाग्नेछौँ। उनीहरूले हामीलाई खेद्नेछन् र हामी उनीहरूलाई सहरबाट निकै टाढा निकाली ल्याउनेछौँ। अनि उनीहरूले भन्नेछन्, पहिले झै इजरायलीहरू हाम्रा सामुन्नेबाट भाग्दैछन्। यसैले जब हामी उनीहरूलाई सामुन्नेबाट भाग्नेछौँ, तब तिमीहरूले ढुकेको ठाउँबाट उठेर त्यो सहर कब्जा गर्नु, किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातमा त्यो सुम्पिदिनुहुनेछ। जब सहर कब्जा गर्छौ, तब तिमीहरूले त्यसमा आगो लगाइदिनु। परमप्रभुको वचन अनुसार तिमीहरूले गर्नु। हेर, मैले तिमीहरूलाई यी आज्ञा दिएको छु। यसरी यहोशूले तिनीहरूलाई पठाए र तिनीहरू गएर एको पश्चिमतिर बेथेल र एको बीचमा ढुकी बसे। तर यहोशू चाहिँ रात मानिसहरूका साथमा रहे। यहोशू बिहान सखारै उठे र मानिसहरूलाई भेला गराएर इजरायलीहरूका अगुवा समेत तिनीहरूका अघि अघि एतिर गए। तिनीसँग भएका सबै योद्धाहरू सहरको सामुन्ने नजिकै आए र एको उत्तरतिर पाल टाँगे। तिनीहरूका र एको बीचमा एउटा बेसी थियो। यहोशूले 5,000 जति मानिसहरू लिएर सहरको पश्चिमतिर बेथेल र एको बीचका मानिसहरूलाई ढुक्न राखे। तिनीहरूले उत्तरपट्टि र ढुकेर बस्नेहरूलाई चाहिँ सहरको पश्चिमपट्टि गराए। यहोशूले चाहिँ बेसीमा नै रात बिताए। जब एका राजाले यो देखे, तब उनी र सहरका सबै मानिसहरू सबेरै उठेर इजरायलीहरूका विरुद्धमा लडाइँ गर्न तोकिएको ठाउँमा अराबाको सामु हतारसाथ निस्के। तब सहरको पछिल्तिर आफ्नो विरुद्धमा ढुकेर बसेका छन् भन्ने उनलाई थाहा थिएन। तब यहोशू र सबै इजरायलीहरू तिनीहरूका सामुन्ने हारेका भान पारेर उजाड स्थानको बाटो लागे। यिनीहरूलाई खेद्नलाई त्यस सहरमा भएका सारा मानिसहरू बोलाइए र उनीहरू यहोशूको पछि पछि खेद्दै गएर सहरदेखि धेरै टाढा निक्ली आए। इजरायलीहरूका पछि नलागेका ए र बेथेलमा एकजना मानिस पनि थिएन। उनीहरूले सहर खुल्ला छोडेर इजरायलीहरूलाई खेदे। तब परमप्रभुले यहोशूलाई भन्नुभयो, तेरो हातमा भएको भाला एतिर पसार, किनकि म त्यो तेरो हातमा दिनेछु। तब यहोशूले आफ्नो हातमा भएको भाला सहरतिर पसारे। तिनले हात पसार्ने बित्तिकै ढुकेर बस्ने मानिसहरू झट्टै आफ्नो ठाउँबाट उठे र दौडेर सहरभित्र पसेर त्यो कब्जा गरे र तुरुन्तै त्यसमा आगो लगाए। जब एका मानिसहरूले पछि फर्केर हेरे, तब सहरको धुवाँ आकाशतिर उठिरहेको उनीहरूले देखे। तर उनीहरूका लागि यताउति भाग्ने मौका नै रहेन, किनभने उजाड स्थानतिर भाग्ने इजरायलीहरू खेद्नेहरूतिर
फर्केर जाय लागे, किनकि जब यहोशू र सारा इजरायलीहरूले ती ढुकेर बस्नेहरूले सहर कब्जा गरेका र सहरको धुवाँ मासतिर उठिरहेको देखे, तब तिनीहरूले फर्केर एका मानिसहरूलाई आक्रमण गरे। उनीहरूका विरुद्धमा ढुकेर बसेका मानिसहरू पनि सहरबाट निस्केर आए। यसरी कोही उनीहरूका यतापट्टि र कोही उतापट्टि भएर उनीहरू इजरायलीहरूका बीचमा परे र इजरायलीहरूले तिनीहरू एकजनालाई पनि उम्कन र बाँच्न नदिई मारे। तर एका राजालाई तिनीहरूले जीवितै समातेर यहोशू कहाँ ल्याए। इजरायलीहरूले एका सबै बासिन्दाहरूलाई आफूहरूलाई खेदेको मैदान र उजाड स्थानमा खत्तम गरे र उनीहरू सबैलाई तरवारले निमित्तान्न पारे। तर सबै इजरायलीहरू एमा फर्केर त्यसमा भएकाहरूलाई पनि नाश गरे। त्यस दिन मारिएका पुरुष र स्त्री दुवै गरी जम्मा 12,000 थिए। एका सबै मानिसहरू त्यति नै थिए, किनकि यहोशूले एका सारा बासिन्दाहरू नाश नभएसम्म आफूले भाला समातेर पसारेको हात बिसाएनन्। तर पशु र सहरको धनमाल मात्र परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभयो बमोजिम इजरायलीहरूले आफ्नै निम्ति लिए। यसरी यहोशूले एलाई जलाएर ध्वंसको रास बनाइदिए, जो आजसम्म छँदैछ। अनि तिनले एका राजालाई साँझसम्म एउटा रुखमा झुन्डाइ राखे र सूर्यास्त हुँदा यहोशूको आज्ञा बमोजिम तिनीहरूले त्यसको लास रुखबाट तल झारेर सहरको ढोकाभित्र पस्ने ठाउँमा फालिदिए र त्यसमाथि ढुङ्गाको थुप्रो लगाइदिए, जो आजसम्मै छ, एबाल डाँडामा करार पक्का गरिएको। यहोशूले परमप्रभु इजरायलका परमेश्वरको निम्ति एबाल डाँडामा परमप्रभुका दास मोसाले इजरायलीहरूलाई आज्ञा गरे बमोजिम र मोसाले दिएको व्यवस्थाको पुस्तकमा लेखिए अनुसार नकाटेको अर्थात् फलामले नछोएको ढुङ्गाहरूको एउटा वेदी बनाए र त्यसमा तिनीहरूले परमप्रभुको निम्ति होम बलि चढाए र मेल बलि पनि चढाए। यहोशूले इजरायलीहरूका सामुन्ने मोसाले लेखेको व्यवस्थाको नक्कल पत्थरहरूमा खोपे। इजरायलीहरूलाई आशीर्वाद दिनुपर्छ भनी परमप्रभुको दास मोसाले पहिले नै आज्ञा दिए बमोजिम परदेशी स्वदेशी सारा इजरायली, तिनीहरूका धर्मगुरुहरू, अधिकारीहरू, न्यायकर्ताहरू समेत परमप्रभुका करारको सन्दुक बोक्ने लेवी पुजारीहरूका सामुन्ने सन्दुकको दुईतिर आधा एबाल डाँडाको सामु र अर्को आधा गरिजिम डाँडाको सामु खडा भए। पछिबाट आशिष र शराबको विषयमा व्यवस्थाका सबै वचन जो व्यवस्थाको पुस्तकमा लेखिएका छन् सो यहोशूले पढेर सुनाए। जति कुराको मोसाले आज्ञा दिएका थिए तिमीहरूमा यहोशूले इजरायलका सारा समाज अन्तर्गत स्त्रीहरू, केटाकेटीहरू र तिनीहरूका साथमा रहने परदेशीहरूका सामुन्ने नपढेको कुरा कुनै पनि रहेन। यहोशू अध्याय 9। गिबोनीहरूसँग सन्धि। जब यर्दन पारी पहाड र तराईमा र लेबनानसम्म महासमुद्रको किनारमा बस्ने हित्ती, एमोरी, कनानी, परिजी, हिब्बी र यबुसीहरूका राजाहरूले यो सब सुने, तब उनीहरू एक मनका भएर यहोशू र इजरायलीहरूसँग युद्ध गर्नलाई जम्मा भए। तर गिबोनका बासिन्दाहरूले यरीहो र एलाई यहोशूले गरेका कुरा जब सुने, तब उनीहरूले एउटा चलाखी अपनाए। उनीहरूले थाङ्ने बोराहरू र फाटेका टालेका छालाका दागमध्येका मशकहरू आफ्ना गधामा लदाए अनि पुरुषहरूले आफ्ना खुट्टामा पुराना टालटुल गरिराखेका जुत्ताहरू र जिउमा पुराना लुगाहरू लगाए। उनीहरूका खानेकुरा पनि सब सुकिसकेका र ढुसी परेका थिए। तब उनीहरूले गिलगालको छाउनीमा यहोशू कहाँ आएर तिनलाई र इजरायलीहरूलाई भने, हामी टाढा देशबाट आएका हौँ, यसकारण हामीसँग सन्धि गर्नुहोस्। अनि इजरायल पुरुषहरूले ती हिब्बीहरूलाई भने, सायद तिमीहरू हाम्रै बीचमा रहने मानिसहरू हौ, तिमीहरूसँग हामीले कसरी सन्धि गर्न सक्छौँ? उनीहरूले यहोशूलाई भने, हामी तपाईँकै दासहरू हौँ। तर यहोशूले उनीहरूलाई सोधे, तिमीहरू को हौ र कहाँबाट आयो? उनीहरूले तिनलाई भने, हामी तपाईँका दासहरू धेरै टाढा मुलुकबाट परमप्रभु तपाईँका परमेश्वरको नाउँ सुनेर आएका हौँ, किनकि हामीले उहाँको कीर्ति र उहाँले मिश्र देशमा गर्नुभएको कामको वृत्तान्त सुनेका छौँ।
यर्दन पारी एमोरियरका दुवै राजा, हेसबोनका राजा सिहोनलाई र अस्तारोतवासी बासानका राजा ओगलाई जे गर्नुभयो सो सुनेका छौँ। यसकारण हाम्रा बुढापाका र हाम्रो देशका सबै बासिन्दाहरूले हामीलाई यसो भने, तिमीहरूले आफ्ना बाटोमा खानेकुरा लिएर उनीहरूलाई भेट्न जाओ र उनीहरूलाई, हामी त तपाईहरूकै दासहरू हौँ, यसकारण अब हामीसँग सन्धि गर्नुहोस् भन। तपाईहरू कहाँ निस्केर आउने दिन हामीले हाम्रा घरबाट हाम्रो खानेकुराको निम्ति यो हाम्रो रोटी तातै लिएर आएका थियौँ, तर अब हेर्नुहोस् यो सुकेर ढुसी परिसकेको छ। हामीले दाखमत्य भरेका यी छालाका मशकहरू नयाँ नै थिए, तर हेर्नुहोस् ती फाटिसकेका छन् र यी हाम्रा लुगाहरू र जुत्ताहरू पनि लामो बाटो भएका हुनाले थोत्रा भइसकेका छन्। ती इजरायलीहरूले परमप्रभुबाट निर्देशन नमागी उनीहरूको भोजनबाट चाखे अनि यहोशूले उनीहरूसँग मिलाप गरी उनीहरूलाई जीवितै राखे, सम्झौता गरे र समुदायका नायकहरूले पनि शपथद्वारा यसको अनुमोदन गरे। गिबोनीहरूसँग सम्झौता गरेको 3 दिनपछि नै उनीहरू त आफ्नै छिमेकी रहेछन् र आफ्ना बीचमै रहनेहरू रहेछन् भन्ने कुरा इजरायलीहरूले सुने। यसकारण इजरायलीहरू हिँडेर तेस्रो दिनमा उनीहरूका सहरहरूमा पुगे। उनीहरूका सहरहरू गिबोन, कपिरा, बेरोत र किर्यत यारिम रहेछन्। इजरायलीहरूले उनीहरूमाथि आक्रमण गरेनन्, किनकि समुदायका नायकहरूले उनीहरूसँग परमप्रभु इजरायलका परमेश्वरको शपथ खाएका थिए। सारा समुदाय नायकहरूका विरुद्धमा गनगनाउन लागे, तर सबै नायकहरूले समुदायका मानिसहरूलाई भने, हामीले उनीहरूसँग परमप्रभु इजरायलका परमेश्वरको शपथ खाएका छौँ, यसकारण अब हामीले उनीहरूलाई छुन सक्दैनौँ। हामीले पनि यसै गर्नुपर्छ, हामी उनीहरूलाई जीवितै रहन दिनेछौँ, नत्र त हामीले खाएको शपथले गर्दा हामीमाथि क्रोध आउनेछ। अनि यी नायकहरूले भने, उनीहरूलाई जीवितै राख, तर उनीहरूलाई सबै समुदायको लागि दाउरे र पनेरे भएर जिउन देऊ। यसैले नायकहरूले उनीहरूलाई गरेको प्रतिज्ञा अनुसार सारा समुदायको निम्ति उनीहरू दाउरे र पनेरे भए। अनि यहोशूले गिबोनीहरूलाई बोलाएर भने, वास्तवमा तिमीहरू त हामीहरूमध्ये बस्नेहरू रहेछौ, तर हामी धेरै टाढा देशका हौँ भने हामीलाई किन छक्कायौ? यसकारण अब तिमीहरू श्रापित भएका छौ। तिमीहरू मेरा परमेश्वरको घरमा सधैँ दाउरे र पनेर भएर बस्नुपर्नेछ। उनीहरूले यहोशूलाई भने, परमप्रभु तपाईँका परमेश्वरले आफ्नो दास मोसालाई यो देश जम्मै तपाईँहरूलाई दिने र यस देशका सारा बासिन्दाहरूलाई नष्ट गर्ने आज्ञा दिनुभएको कुरा हामी तपाईँका दासहरूलाई प्रष्ट बताइएको थियो। यसकारण तपाईँसँग आफ्नो ज्यानको साह्रो डर लागेर हामीले यसो गरेका हौँ। अब हेर्नुहोस्, हामी तपाईँको हातमा छौँ, जसो उचित र भलो लाग्छ हामीसित गर्नुहोस्। यसरी यहोशूले इजरायलीहरूबाट उनीहरूलाई बचाए र तिनीहरूले उनीहरूलाई मारेनन्। त्यस दिन यहोशूले उनीहरूलाई समुदायको निम्ति र परमप्रभुले छान्नुभएको ठाउँमा उहाँका वेदीको निम्ति दाउरे र पनेरे तुल्याए। उनीहरू आजको दिनसम्म त्यस्तै छन्। यहोशू अध्याय 10। बेथ होरोनमा 5 राजाहरूको हार र मृत्यु। यहोशूले यही सहर कब्जा गरेर ध्वंस पारे। एका राजा र सहरलाई यरीहो र त्यहाँका राजालाई जस्तै गरे र गिबोनका बासिन्दाहरूले इजरायलीहरूसँग सन्धि गरेर बसेका छन् भन्ने खबर यरुसलेमका राजा अदोनी सेदेकले पाए। उनी र उनका मानिसहरू ज्यादै डराए, किनभने गिबोन एक ठुलो नगर थियो, राजकीय नगर झैँ त्यो भन्दा पनि ठुलो थियो र त्यहाँका सबै निवासीहरू सुरवीर थिए। यसकारण यरुसलेमका राजा अदोनी सेदेकले हेब्रोनका राजा होहाम, यर्मुतका राजा पिराम, लाकिसका राजा यापी र एग्लोनका राजा दबीरलाई आह्वान गरे, म कहाँ आउनुहोस् र गिबोनमाथि हमला गर्न मलाई मद्दत गर्नुहोस्, किनकि त्यसले यहोशू र इजरायलीहरूसँग मिलाप गरेछ। तब एमोरीहरूका 5 राजा अर्थात् यरुसलेम, हेब्रोन, यर्मुत, लाकिस र एग्लोनका 5 राजाहरूले उनीहरूका आफ्नै सबै सेना समेत गिबोनको सामु छाउनी बनाएर त्यसको विरुद्ध लडाईँ गरे। यसर्थ गिबोनका मानिसहरूले गिलगालको छाउनीमा यहोशू कहाँ आएर यसो भनेर मानिसहरू पठाए,
हामी कहाँ चाँडो आएर हामीलाई बचाउनुहोस् र मद्दत गर्नुहोस्। आफ्ना दासहरूलाई नत्याग्नुहोस्, किनकि पहाडी देशमा बस्ने एमोरीहरूका सबै राजाहरू हाम्रो विरुद्धमा भेला भएका छन्। त्यसकारण सारा फौज र वीर योद्धाहरू लिएर यहोशू गिलगालबाट गए अनि परमप्रभुले यहोशूलाई भन्नुभयो, उनीहरूसँग नडरा, किनकि मैले उनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। उनीहरू एकजना पनि तेरो सामने टिक्ने छैनन्। यहोशू रातारात गिलगालबाट हिँडेर अचानक उनीहरूमाथि जाइलागे। परमप्रभुले उनीहरूलाई इजरायलको सामुन्ने अस्तव्यस्त पार्नुभयो र इजरायलीहरू गिबोनमा उनीहरूलाई ठुलो विजय साथ पराजय गरे र बेत होरोनका उकालो बाटोमा उनीहरूलाई खेदेर आजेका र मक्केदासम्म मार्दै गए। इजरायलीहरूका सामुन्नेबाट उनीहरू जसै बेत होरोनदेखि आजेकासम्मै ओह्रालोमा भाग्दै थिए। परमप्रभुले स्वर्गबाट उनीहरूमाथि ठुला ठुला असिना झारिदिनुभयो। उनीहरूमध्ये इजरायलीहरूले तरवार मारेका भन्दा धेरै असिनाले मरे। परमप्रभुले एमोरीहरूलाई इजरायलीहरूका हातमा सुम्पनु भएको दिनमा यहोशूले परमप्रभुसँग इजरायलीको उपस्थितिमा भने, हे सूर्य त गिबोनमाथि र हे चन्द्र त चाहिँ अब्यालोनको बेसीमाथि अडिरह। जाति शत्रुमाथि प्रतिशोध नलिउन्जेल सूर्य र चन्द्र थामिए। यो कुरोको उल्लेख याशारको पुस्तकमा पनि छ। सूर्य आकाशमण्डलको बीचमा अडिरह्यो र दिनभरि नै अस्ताउनलाई आतुरी गरेन। परमप्रभुले मानिसको कुरा सुन्नुभयो। त्यो दिन जस्तो उहिले र पछि कहिले भएन। अवश्य इजरायलीहरूका निम्ति परमप्रभुले युद्ध गर्नुभयो। तब यहोशू र तिनका साथमा सारा इजरायलीहरू गिलगालको छाउनीमा फर्के। अब ती 5 राजाहरू भागेर मक्केदाको गुफामा लुकेका थिए। ती 5 राजा मक्केदाको गुफामा लुकेको फेला परे भन्ने समाचार यहोशू कहाँ पुग्यो। यहोशूले भने, ठुला ठुला ढुङ्गा गुडाएर त्यस गुफाको मुखमा राखिदियो र उनीहरूलाई रुङ्नलाई मानिसहरू नजिकै राख, तर तिमीहरू चाहिँ नपर्ख। आफ्ना शत्रुहरूलाई पछि पछि खेद, उनीहरूलाई पछिल्लोतिरबाट आक्रमण गर, उनीहरूलाई उनका सहरहरूमा प्रवेश गर्न नदेऊ, किनकि परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूका हातमा सुम्पिनु भएको छ। जब यहोशू र इजरायलीहरूले उनीहरूलाई संहार गरेर सत्यानाश पारे र बाँचेकाहरू जति थिए उनीहरू पर्खालले घेरिएका सहरहरूभित्र प्रवेश गरे। तब सबै मानिस मक्केदाको छाउनीमा यहोशू कहाँ कुशल साथ फर्के। इजरायलीहरूका विरुद्धमा कसैको वाक्य फुटेन। यहोशूले भने, गुफाको मुख खोलेर ती 5 राजालाई गुफाबाट निकालेर म कहाँ ल्याऊ। तिनीहरूले त्यसै गरे। यरुशलेमका राजा, हेब्रोनका राजा, यर्मुतका राजा, लाकिसका राजा र एग्लोनका राजा, यी 5 राजालाई गुफाबाट निकालेर ल्याए। तिनीहरूले ती राजालाई यहोशू कहाँ ल्याएपछि यहोशूले इजरायलका सारा मानिसहरूलाई र तिनीसँग आउने लडाईँका सेनापतिहरूलाई बोलाएर भने, यता आओ र तिमीहरूका खुट्टाले यिनीहरूका गर्दनमा टेक। अनि तिनीहरू आएर आफ्ना खुट्टाले यिनीहरूका गर्दनमा टेके। यहोशूले तिनीहरूलाई भने, नडराओ, हरेस नखाओ, हिम्मत गरेर बलियो हो, किनकि तिमीहरूले लड्नुपर्ने तिमीहरूका बैरीहरू सबैलाई परमप्रभुले यसै गर्नुहुनेछ। तब यहोशूले उनीहरूलाई हिर्काएर मारे र उनीहरूलाई 5 वटा रुखमा झुन्डाइदिए अनि तिनीहरू साँझसम्म रुखमा झुन्डिरहे। सूर्यास्तको बेलामा यहोशूले आज्ञा गरे र तिनीहरूले उनीहरूलाई रुखबाट झारेर उनीहरू लुकेका त्यही गुफामा फालिदिए र गुफाको मुखमा ठुला ठुला ढुङ्गाहरू राखिदिए, जो आजको दिनसम्म छँदैछ। अनि त्यही दिन यहोशूले मक्केदा कब्जा गरे र त्यसलाई र त्यसका राजालाई समेत तरवारले नाश गरे। तिनले त्यसमा भएका सबै मानिसहरूलाई नाश गरे र कसैलाई पनि बाँकी राखेनन्। तिनले यरीहोका राजालाई गरे जस्तै मक्केदाका राजालाई पनि गरे। दक्षिण कनानको विजय।
त्यसपछि योसु सबै इजरायलीहरूका साथमा मक्केदाबाट हिँडेर लिब्ना गए र त्यसलाई आक्रमण गरे। परमप्रभुले त्यो र त्यसका राजालाई इजरायलीहरूका हातमा सुम्पिदिनु भयो र तिनलाई र त्यहाँ भएका सबै मानिसहरूलाई तरवारले नाश गरे। तिनले त्यहाँ कसैलाई पनि बाँकी राखेनन्। यरीहोका राजालाई तिनले जसो गरेका थिए त्यहाँका राजालाई पनि तिनले त्यसै गरे। तब योसु आफ्ना इजरायलीहरूका साथमा लिब्नाबाट हिँडेर लाकिसमा गए र घेरा हालेर त्यसलाई आक्रमण गरे। परमप्रभुले लाकिसलाई इजरायलीहरूका हातमा सुम्पिदिनु भयो र दोस्रो दिन तिनीहरूले त्यो कब्जा गरे अनि त्यसलाई र त्यसमा भएका सबै मानिसहरूलाई तिनले लिब्नालाई गरे बमोजिम गरे, तरवारले उनीहरूलाई नाश गरे। त्यसै बेला गेजेरका राजा होराम लाकिसलाई मद्दत गर्नलाई आए, तर योसुले कसैलाई पनि जीवित नराखी उनलाई र उनका सेनाहरूलाई पराजित गरे। त्यसपछि योसु सारा इजरायलीहरूका साथमा लाकिसबाट हिँडेर एग्लोनमा गए र तिनीहरूले घेरा हालेर त्यसमाथि आक्रमण गरे। तिनीहरूले त्यही दिन त्यसलाई कब्जा गरेर तरवारले नाश गरे। तिनीहरूले लाकिसलाई झैँ त्यहाँका सबै प्राणीलाई तरवारले खत्तम गरे। तब योसु सारा इजरायलीहरूका साथमा एग्लोनबाट उक्लेर हेब्रोनमा गए र तिनीहरूले त्यसमाथि आक्रमण गरे। तिनीहरूले त्यो सहर कब्जा गरे र त्यसलाई र त्यसका राजालाई र त्यसका सबै गाउँ र तिनमा भएका सबै मानिसहरूलाई तरवारले नाश गरे। तिनीहरूले कसैलाई पनि बाँकी राखेनन्। एग्लोनमा झैँ तिनीहरूले त्यसलाई र त्यसमा भएका सबैलाई पूर्ण रूपले ध्वस्त पारे। तब योसु सारा इजरायलीहरूका साथमा फर्केर दबीरमा गए र त्यसलाई आक्रमण गरे। तिनीहरूले त्यसलाई, त्यसका राजालाई र त्यसका सारा गाउँहरूलाई कब्जा गरे र तिनीहरूले उनीहरूलाई तरवारले नाश गरे। त्यसमा भएका सबै मानिसलाई नाश पारे। तिनले कसैलाई पनि बाँकी राखेनन्। तिनीहरूले हेब्रोन र लिब्ना तथा त्यहाँका राजालाई गरे झैँ दबीर र त्यसका राजालाई पनि गरे। यसरी योसुले सबै देश अर्थात् पहाडी क्षेत्र, नेगेब भनिने दक्षिण देश, तराई र पहाड र त्यसका सबै राजाहरूलाई समेत परास्त गरे। तिनले एउटालाई पनि बाँकी राखेनन्। परमप्रभु इजरायलका परमेश्वरको आज्ञा बमोजिम सास फेर्ने जति सबैलाई तिनले नाश पारे। योसुले कादेश बर्नेदेखि लिएर गाजासम्म र गोसेनदेखि गिबोनसम्मका सबै क्षेत्रलाई परास्त गरे। यी सब राजाहरूलाई उनीहरूका देशहरू समेत योसुले एउटै धावामा जिते, किनभने परमप्रभु इजरायलका परमेश्वरले नै इजरायलीहरूका निम्ति युद्ध गर्नुभएको थियो। त्यसपछि योसु सबै इजरायलीहरूका साथमा गिलगालको छाउनीमा फर्के। यहोशू अध्याय 11। याबिन र अरू राजाहरूको हार। यो सुनेर हासोरका राजा याबिनले मादोनका राजा योबाब, सिम्रोनका राजा, अक्षापको राजा, उत्तरतिर पहाडी देशका राजाहरूलाई र किन्नरेतका दक्षिणतिरको अराबाका र तराईका र पश्चिमतिर डोरको लेकका राजाहरूलाई, पूर्व र पश्चिम दुवैतिर बस्ने कनानी, पहाडी देशका एमोरी, हित्ती, परिजीहरू, यबुसीहरू र मिस्पा देशको हेर्मोन पहाड मुनि बस्ने हिब्बीहरूलाई बोलाइ पठाए। उनीहरू र उनीहरूका सारा सेना समेत समुद्रका किनारका बालुवा जतिकै प्रशस्त घोडाहरू र रथहरूका साथमा खचाखच भएर निस्केर आए। यी सब राजाहरू जम्मा भए र उनीहरूले आएर इजरायलीहरूसँग लडाईँ गर्न मेरोम नाउँका तालको नजिकसँगै छाउनी लगाए। परमप्रभुले योसुलाई भन्नुभयो, उनीहरूसँग नडरा, किनकि भोलि यसै बेला उनीहरू सबैलाई मारेर म इजरायलीहरूका हातमा सुम्पिदिनेछु। तैले उनीहरूका घोडाहरूका ढो नसा काटिदिनु र उनीहरूका रथहरू आगोले जलाइदिनु। तब योसु सबै योद्धाका साथमा मेरोम नाउँका तालमा अचानक आएर उनीहरूमाथि जाइ लागे। अनि परमप्रभुले उनीहरूलाई इजरायलीहरूका हातमा सुम्पिदिनु भयो।